खाने सिद्धोपवासीले गरेको अनि अस्थायी पूर्ता पनि हामीले निकालिसकेको अस्थायी पूर्ता निकालेर ठिमीमा नापी लगेर पूर्ता तयार गरेको महेश बस्नेतले ल्याएर यहाँ आएर दिएको मात्रै उसले केही काम गरेको छैन होइन पहिला त बिउरो होइन पछि फेरि ठिमबाट दिँदाखेरि चोखो हेरेर अहिले सरकारीमा राख्न जाँदाखेरि दिएन पैसा भोट माग्छ भोलि तिमीलाई चिन्दैन भन्छ कुर्सीमा बसिसकेपछि म तिमीहरूलाई चिन्दैन भन्छ हाल्नु त घन्टीलाई हाल्ने हो तर विकास राम्रो हुनुपर्छ यहाँ चाहिँ चिल्लो पाठ गरेर हुँदैन राम्रोसित गर्नुपर्छ जुन नेता तपाईँले आज जित्यो भने भोलि पनि तपाईँ Come on.